साह्रै छ। म चाहिँ लगभग हप्ता 10 दिन यतैतिरै छु है। र हाम्रा सम्पूर्ण भक्त सज्जनहरू अब केही बेरमा आरती गर्दैछौँ। गण्डकी कुटीको अन्तिम आरती, आज भागवतजीको आरती, हिजो महाआरती हामीले दर्शन प्राप्त गऱ्यौँ। अब भिडभाड नगरिदिनु होला यता माथितिर हाम्रा पञ्चे बाजाका नौमती बाजाका दाईहरू दिदीहरू सबैजना हाम्रा प्यारा साथीहरू, गुरुहरू, कलाकार साथीहरू, झोला तुङ्लाहरू पस्दै हुनुहुन्छ। अर्को कार्यक्रममा जाने तयारी हुँदैछ। हामी यहाँबाट हजुरलाई लगभग 1 हप्ताभित्रै एकदमै छिटै नै विशाल यज्ञ हुँदैछ। त्यो कोटियम होइन, विशाल ऐतिहासिक मनोकामना पूर्ति र दुःख निवारण ज्ञान महायज्ञ 1 महिनाको भित्रै अर्को यज्ञ हुँदैछ। यहाँहरूलाई कहाँ हुने, कतिबाट कहिलेसम्म हुने, त्यो मैले केही दिनमा घोषणा गर्नेछु। र गण्डकी कोटियम पश्चात कोशी कोटियम ज्ञान महायज्ञ आगामी मङ्सिर महिना भनेका छौँ। हामीले पूर्वमा गर्दैछौँ कोशी प्रदेशमा। त्यहाँ समय केही दिन यताउता हेरफेर हुने सम्भावना छ। र सबै कार्यक्रमहरू मैले यहाँलाई बताएको छु र सबैलाई धन्यवाद गर्दै मलाई 7 दिन अघि नाम भन्दै थिएँ, छोटो समय भयो। मेरा परम पूजनीय परम वन्दनीय पिताश्री माताश्रीको चरणमा कोटि कोटि दण्डवत प्रणाम। उहाँहरूको आशीर्वादले विशाल यज्ञहरू सम्भव भएका छन्। मेरो प्यारो भाइ हरिशरण शास्त्री, जो यहाँ तपाईँहरू सबैले सम्मान प्राप्त गर्नुभयो यतिका दिनसम्म, उहाँलाई पनि अभिनन्दन वन्दना छ, सम्पूर्ण सहपरिवारलाई। र सबैजना काठमाडौँबाट मलाई सहयोग गर्ने सबै प्रिय परिवारप्रति सम्मान व्यक्त गर्न चाहन्छु। फाउन्डेसन परिवार, विभिन्न संस्थाका परिवार, सबै आदरणीय दीपक खड्का सर, सन्जु राई मिस, बद्रिका राई दिदी, सबैजना सन्देश राई दाई, सबैजना राई परिवारप्रति पनि धेरै आभारी सम्मान व्यक्त गर्न चाहन्छु। नीलम शाह मिस।